हेलो गाइज, स्वागत छ है यहाँलाई चाहिँ हाम्रो यहाँ युट्युब च्यानलमा। आज चाहिँ फुलपाती विशेष है, दमार हान्ने मान्छे है। यता यो के हो यहाँ प्याजहरू काट्दै हुनुहुन्छ। यहाँ पानी तातिँदैछ है। यहाँ खसी छ। यो चाहिँ एउटा बोका हो। के गरेको अहिले काट्ने चाहिँ यो हो है। यो कालो बोको। ए बोका होइन, खसी सरी, खसी है गाइज, खसी। फेरि यहाँ हेर्नु, यहाँ तल बोका चाहिँ यो ला, यो बोका भनेको चाहिँ यो है बोको। यो बोका भनेको चाहिँ के छ? पुजारी बाहुन बाजे पर्सिएन खर्सीले हाल्नु न, यो भएन ल। साथीहरूले काटिसकेका छन् है खसी पनि है। सो चिसो पानी अलिअलि पनि गर्ने अनि तललाई 10 मिनट फेरि यो जानु भनेको चिया खाना जाँदै यो त होइन, मन मिल्दा त 10 मिनट त ढिलो भयो। मौसम विज्ञानले जहिले पानी पर्छ भने ल। यहाँ चाहिँ हाम्रो चाहिँ खसी चाहिँ पिउसाउने काम भइरहेछ है। यहाँ हाम्रा अग्रज मान्यज्यूहरूले खसी पिल्साइरहनु भएको छ। म चाहिँ अलि अपाङ्ग छु, यस्तो छ घोडा है। फाइनली है बेसार पनि रेडी भइसकेको छ है। हाम्रो यहाँ खसीलाई बिलेट हाल्ने कार्यक्रम भइरहेछ होइन। बेसार यता खसी पिल्साउने मान्छे, यता पानी हाल्ने मान्छे है। यहाँ चाहिँ खसीलाई बेसार दल्ने काम भइरहेछ है। के चाहिँ ठिक छ नि कटेल बा? अब चिज बनाएर के छ ऋषि धमला जी जनता जान्न अरे कति केजी खसी छ हजुर? यो 17 केजी 17 केजी बाजी राखौँ। यता टाउको बनाउँदै हुनुहुन्छ। जुनी ठाउँ रहन्छ त यो त्यो भित्र घुसार्न न। जाँदैन नि त्यो बिहा आएका मान्छेले दुलोमा घुसाउन जाने छैन। त्यही लाउँदा भइहाल्थ्यो नि। त्यही उचाएर थियो त। भयो ओ ज्वाइँ फाइनल्ली है यहाँ चाहिँ हाम्रो खसी फोरफारक गर्ने काम भइरहेको छ नि। ल म गर्दैछु। खुट्टा एउटा कता भयो? ए खुट्टा पोल्नु खुट्टा खुट्टा त्यहाँ चढाइदिउँ लगेर आज ला भुँडे फुट्यो के हो उहाँ गएर त? ए टन्नै रहेछ नि। ट्याटो नहुने यति त्यसको जेन अनुसारको बोसो रहेनछ नि। अघि हेर्दा अनुसारको बोसो रोइन्छ है। अन्त साइडमा हुने गरी बोसो अलि खसी बनाउने तरिका कति वर्ष पुग्नुभयो? अब एकैचोटि पकाएर खाऊँ न। वर्ष त जाँदा 45 जान आँटिसक्यो। मान्छे 90 वर्षसम्म छोरा पाउँछ। के पकाएको? ए अलिकति पकाएर खाने हो। फुलपातीको नि उ खान्छ। त्यही सब्जी पाइसक्यो नि यता बगरको पकाएको। सादा खुद्दाउँसै लाग्यो त माथि। खाएन नि त ल्याउँ। पानी हाल्नु न। यो भुइँमै पो त्यो सफा थियो भुइँ। यस्तो चाहिँ कुन? ल को खाने यो? मेरो औषधि हुन्छ है?
प्रेसरको नाल औषधि जस्तो हो क्या अहिले कलेजो सहित काटेको आज कल ठक्क आउनमा यो तितै हो हैन अब त खाटमै लैजाउँ न नि लान्छ यो ल खसी पर्दैन के पखाल्ने यस्तो माल छ माल त पखाल्नै होइन ल अलिक बलियो त्यो कुकुरीले त्यो बनाउनु जेन्जी बाहिर कति भयो बाहिर 12 25 त पुग्दैन मसला पिस्न बाँकी छ बाहिर गइसक्यो आइसक्यो त पर्छ दाइ कतिखेर आइसक्यो थियो उता पनि त दिइहाल्नु पर्ने होला दसैँको खसी ल्याएको छ पिँढै पिँढा गर्नु न पहिले चित्त बुझेन यत्रो नाचेको भिडियो भइरहेछ त्यो ब्लेड प्लास्टिक ल्याएको कि भन्नु पर्दैन ल हेर्नु हौ दसैँमा हामीले पनि खसी काट्यौँ खसी काट्ने मान्छे चाहिँ यही भयो हो म त नखाने छुने मात्र हो यता फेरि बरिष्ठ साहब हाम्रो राई साहब खानु यता जेन्जीसँग फेरि भित्र छ दुईजना बाघीमा बिस्तार काट न भाइ बिस्तार काट सबै घुमाएको क्या सबै राख्ने भाइ के जोख जोख गरेको अहिले म त ढाडको त नसकिहाल्यो नि लाम्ची मुष्ट खाने छैन नि त 5 केजीको बनाउने एकजना पाक त 5 केजी पाक्नु पर्यो होइन कि 2 केजी 13 10 23 हैन 10 केजी रहने हो 10 केजी 5 केजी दुई चामला पुग्छ भोलि बिहान त रहेन नि 15 केजी राख्नु न फाइनल्ली है भुटन पनि रेडी भइसक्यो साथीहरूले खाइसकेछन् यता खाइरहेछन् के छ गरिब खुवाइ भइरहेछ होइन जेन्जीको बाउ के छ बियरको खोइ ग्लासको त गयो आयो छ हौ खाली छ भुटनको कसो मेरो पनि हो खानु ल दामी छ अब को बाँकी छ भोटन खाना फुलपातीको मासु कस्तो छ कान्छी दामी हो के छ फुलपातीको मासु कस्तो छ टेस्टी मासु त्यतिको है मासु हल फुलपातीको मासु कस्तो छ मासु जस्तो छ भनौँ के छ तपाईँको भनाइ भन है ठिक छ सर कुरा खाउला फेरि बिचरा यो उसको छ आधी बोसो भएको आधी मासु भएको अनि त्यसमा माथि तोरी हड्डी छ त्यो ठिकै छ के छ जडे बहिनी के छ जडे बहिनी हातै बुझ्दैन रहेछ के छ ठिक छ जेन्जीको बाउ अब भात खाने हो खोर्सानी टोक्ने हो घराप्पै ठिकै छ नि त एक्लै एक्लै के छ थरुवा दाइ मलाई दुइटाको भिडियो गरेको छु होइन कुकुर पनि त्यो छेउमा छ अपुगमा चाहिँ त्यो कुकुरलाई राख्नेको
बिहाजीले त भिडियो पठाइदिन हेर बिहाजी हाम्रो रामपुरको हाल त्यस्तो छ 2टा गुड्किरहेको छ कहिले कट्ने नकट्ने हामी त यतिकै छौँ अर्को ठुलो जेन्जीको केही छ भने यो हो त मासु